नमस्ते, म फिजियोथेरापिस्ट अञ्जली चौधरी। यदि तपाईँलाई ढाड दुख्ने समस्या छ, एमआरआई एक्सरे गर्नुभएको छ, त्यसमा डिस्क बल्ज भनेर देखाएको छ अथवा सबै नर्मल छ भनिएको छ, त्यही पनि तपाईँलाई चाहिँ ढाड अत्यन्तै दुखिरहेको छ, बस्दा वा उभिँदा झन् दुखाइ बढ्दै जाने अथवा हिँड्दै जाँदाखेरि दुखाइ बढेर गलेर हिँड्न नसक्ने जस्तो हुने अनि खुट्टाहरू झमझमाउने अथवा पोल्ने यस्तो भइरहेको छ भने तपाईँको मेरुदण्ड वरिपरिको मांसपेशीहरूको सन्तुलन मिलेको छैन। मेरुदण्डको मांसपेशीहरूको सन्तुलन मिलेन भने मेरुदण्डमा दबाव पर्न जान्छ र त्यसले वरिपरिको नसाहरू चेपिदिएर तपाईँको ढाडलाई दुखाइदिन्छ। त्यसैले एकचोटि फिजियोथेरापिस्टकोमा गएर मेरुदण्डको वरिपरिको मांसपेशीहरूको कस्तो कन्डिसन छ यो सबै जाँचेर सही एक्सर्साइजहरू गर्न थाल्नुभयो भने मात्रै तपाईँको ढाडको कन्डिसनहरू निको भएर जान्छ। नत्र भए झन् तपाईँको रोग चर्किँदै जाने हुन्छ। त्यसैले आज नै सही जाँच गरौँ र सही तरिकाले एक्सर्साइज गरेर आफ्नो ढाडको दुखाइलाई कम गरौँ र एउटा निरोगी जीवन बाँच्न सफल हौँ।